योहन्ना 6:38 मा आफ्नो इच्छा पूरा गर्नु होइन तर मलाई पठाउन हुनेको इच्छा पूरा गर्न म आएको हुँ भन्छ। आमेन। अनि परमेश्वरको इच्छा चाहिँ के हो भन्दाखेरि यहाँ येशू ख्रीष्टले गरेको कामबाट थाहा हुन्छ। अनि परमेश्वरको इच्छा चाहिँ हामी स्वास्थ्य भएको, हामी समृद्धि भएको, हामी उन्नति भएको, हामी प्रगतिमा भएको, आमेन, हामी शान्तिमा आनन्दमा भएको। हालेलुया। ओके, मत्ती 4:23 मा यसरी भन्छ, येशू सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमको रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिल भरि घुम्नु भयो। वाह, आमेन। परमेश्वरको इच्छा के रहेछ त भन्दाखेरि यहाँ येशू ख्रीष्टले गरेको कामबाट थाहा भइरहेछ। यता ध्यान दिनुहोस् ल। यहाँ येशू ख्रीष्टले के गरेछ भन्दाखेरि राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएको हरेक किसिमको रोग, कस्तो रे, हरेक किसिमको जुनसुकै पनि रोग किन नहोस्, हरेक किसिमको रोग र शारीरिक दुर्बलता निको पार्दै चङ्गै पार्दै सारा गालीभरि उहाँ घुम्नु भयो। आमेन। के गर्दै हरेक मानिसमा भएको हरेक दुर्बलता र हरेक किसिमको रोगहरूलाई निको पार्दै। अनि परमेश्वरको इच्छा हो हामीलाई निको पार्ने, चङ्गे पार्ने। येशूले भन्नुहुन्छ म आफ्नो इच्छा पूरा गर्न होइन तर मलाई पठाउनु हुने येशू परमेश्वरको इच्छालाई चाहिँ पूरा गर्न आएको भन्छ। आमेन। अनि परमेश्वरको इच्छा चाहिँ हामी निको हुनु। हालेलुया। हिब्रू 13:8 मा यसरी भन्छ, येशू हिजो आज एक नासको हुनुहुन्छ। आमेन। येशू कहिले पनि परिवर्तन हुनुहुन्न। हिजो पनि येशूले निको पार्दै हुनुहुन्थ्यो, आज पनि निको पार्नुहुन्छ। आमेन। जस्तो सुकै बिमारलाई पनि येशूले निको पार्नुहुन्छ। मानिस बदलिन्छ के, हामी बदलिन्छ, हाम्रो विचार बदलिन्छ, हाम्रो योजना बदलिन्छ तर परमेश्वरको योजना बदलिँदैन। तर मेरो येशू चाहिँ कहिले बदलिनुहुन्न। आमेन। उहाँले हिजो पनि पिताको इच्छा पूरा गर्दै आज पनि पिताको इच्छा पूरा गर्नुहुन्छ। पिताको इच्छा चाहिँ आफ्नो बच्चाहरू चाहिँ दामी भएको। आमेन। के भन्नुहुन्छ तपाईँको भाषामा? मेरो भाषा चाहिँ दामी भएको भन्छ, निको भएको अरे, कोहीको भाषा राम्रो भएको। तपाईँले दामी कुरा भनौँ, येशू ख्रीष्टले नि तपाईँको लागि दाम चुकाइसक्नु भएको छ तपाईँको बिमारको लागि। यो एउटा हस्पिटलको बिल हो जो चाहिँ मैले पे गरेको। अस्ति मेरो यहाँ कुकुरले टोकेर अनि म चाहिँ हस्पिटल गएँ अनि जाने बित्तिकै मैले पैसा तिर्नु पर्यो। उपचार गरेपछि सोइहालेपछि मैले पैसा तिर्नु पर्यो, बिल पाएँ होइन। यो चाहिँ तिरिसकेको बिल हो। अब मैले फेरि तिर्नु पर्दैन, बार बार फेरि इन्जेक्सन लाने मैले फेरि गएर तिर्नु पर्दैन, एकैचोटि भइसक्यो। यस्तै गरी चाहिँ येशू ख्रीष्टले नि हाम्रो लागि बिल चुकाइसक्नु भएको छ क्या। अब हामीले फेरि पैसा तिरिरहनु पर्दैन चङ्गाइको लागि। जस विश्वास गर्ने लिने। आमेन। अनि एउटा शक्तिशाली कुरो के भन्दाखेरि येशू ख्रीष्टले बाइबलले भन्छ 39 कोरा खानुभयो भन्छ। अनि प्रत्येक कोरामा चाहिँ, प्रत्येक येशूले खाएको धुलाइमा चाहिँ थाहा छ येशू ख्रीष्टले हाम्रो बिमारको बारेमा मूल्य चुकाउँदै हुनुहुन्थ्यो। त्यो बेला कोरा कस्तो थाहा छ? पुरा काँटा काँटा भएको, फलामको काँटा भएको, यसरी हाल्दा साफ हाल्ने गर्दा निक्लिन्छ, चोक्टो निक्लिन्छ। सुन्नुहोस् है, येशू ख्रीष्टले जब एकचोटि उहाँको शरीरमा कोरा लाग्छ त साफ निकाल्ने बेला त्यहाँ आउँथ्यो, मासुको चोइटो आउँथ्यो। यस्तो हुने बेलामा एकचोटि साफ हाल्ने बेलामा तपाईँको हड्डीको बिमारको लागि उहाँले मोल तिरिसक्नु भएको थियो। अर्कोचोटि झ्याप हान्ने बेलामा तपाईँको मुटुको झ्याप हान्दा तपाईँको फोक्सोको लागि उहाँले दाम चुकाइसक्नु भएको थियो। आमेन। उहाँले जतिचोटि कोराको चोट खानु भएको थियो त्यतिचोटि तपाईँको बिमारको लागि उहाँले प्राइस चुकाउँदै हुनुहुन्थ्यो। सुन्नुहोस् प्रियहरू, जबसम्म हामीले यो कुरा बुझ्दैनौँ तबसम्म शैतानको कुरामा हामी लागिबस्छौँ, उसले भ्रमको कुराहरू लागिबस्छौँ र फाइनल्ली के हुन्छ, हामी विश्वास गरेर लिनै सक्दैनौँ। त्यही कारणले गर्दा जसरी मैले बिल पे गरिसकेको छु त्यसरी नै येशू ख्रीष्टले हाम्रो सारा बिमारको लागि बिल पे गरिसक्नु भएको छ।
अब हामी जस्ट विश्वास गरेर त्यो चङ्गाले लिनुपर्छ। आमेन, हालेलुया। म फेरि भन्छु, उहाँले जसै कोराको चोट खाने हो, खाँदै पछि उहाँले झ्याममा हाने बित्तिकै क्यान्सरको लागि प्रे गर्नुभएको थियो। झ्याममा हाने बित्तिकै चाहिँ के लागि, यो किडनीको लागि, यो बिमारको लागि, यो बिमारको लागि, यो फोक्सोको लागि भनेर उहाँले बार बार प्राइज प्रे गर्दै हुनुहुन्थ्यो। आमेन। अनि त्यही कारणले गर्दा हामी विश्वास गरेर आफ्नो चङ्गाले रिसिभ गर्नेछौँ, किनकि हाम्रो लागि यसले अलरेडी दाम चुकाइसक्नु भएको छ। हामी चङ्गाई त छैन, पहिला यसोको पालना गर्थ्यो, अहिले चाहिँ हुन्न थियो, आत्मा कुराहरूमा त्यो भन्छ। कतिले मैले सुनेछ, अनि त्यो मान्छे बिमार भएर हस्पिटलको चक्कर काटेको पनि देखेको छु। त्यो भन्ने मान्छे पैसा चिलिम फर्केर मान्छे पुरा कङ्गाल भएको पनि भेटेको छ, जसले त्यो भन्छ। तपाईँलाई थाहा छ, जो व्यक्तिले त्यस्तो भन्छ नि, त्यो व्यक्तिले यो कुरा बुझेकै छैन क्या। चङ्गाई यति सस्तो छ नै छैन क्या। यदि चङ्गाई आत्माको लागि चाहिँ हुँदैन, किनकि आत्मालाई चाहिँ चङ्गाईको जरुरत पर्दैन। आत्मा चाहिँ नयाँ गरेर जन्मिसक्यो, डन। आमेन। आत्मालाई चङ्गाई जरुरी पर्दैन, आत्मा चाहिँ नयाँ गरेर जन्मिन्छ। आमेन। त्यही कारणले गर्दा धेरैले यो कुरो भन्छन्, चङ्गाई चाहिँ आत्मालाई के आत्मा कुरो, आत्मामा हुने कुरो, यो शरीरमा छैन त्यस्तो कुरा भन्छ। कतिले चङ्गाई प्रचार पनि नगर भन्छन्। मलाई धेरैले लिटरली भन्छन् चङ्गाईले प्रचार नगर भनेर, तर म चाहिँ बार बार प्रचार गर्छु। किन भन्दाखेरि येशू ख्रीष्ट शरीरमा आउनुभयो ताकि हाम्रो शरीरलाई वास्ता गर्नलाई, ताकि हामीलाई निको हुनलाई उहाँले आफ्नो शरीरमा कोर्राको चोट खानुभयो। आमेन। अनि त्यही कारणले गर्दा येशू ख्रीष्टले सबै कुरा गरिसक्नु भएको छ, उहाँले शरीरमा आउने कारणले गर्दा। त्यही कारणले गर्दा कहिले पनि कोही पनि व्यक्तिले त्यस्तो भन्ने हुन्छ, विश्वास नगर्नु। त्यही कारणले गर्दा हाम्रो येशूले चाहिँ हाम्रो लागि कोर्राको चोट खानु भएको छ। आमेन। यदि चङ्गाई महत्त्वपूर्ण नभएको भए, सुन्नुहोस् है, यदि चङ्गाई महत्त्वपूर्ण नभएको भए येशू ख्रीष्टले, सुन्नुहोस् सुन्नु त, येशू ख्रीष्टले त्यो कोर्राको चोट खानै पर्दैन क्या। उहाँले आफ्नो शरीरमा त्यत्रो दर्दनाक पीडा भोग्नै पर्दैन। आज एकदम ध्यानसँग सुन्नुहोस्, यो म तपाईँलाई सिकाउनु छु। यदि हाम्रो यो चङ्गाई चाहिँ सस्तो भएको भए, यो महत्त्व नभएको भए, येशू ख्रीष्टले त्यो आफ्नो शरीरमा त्यत्रो चोट खानै हुन्थेन क्या। उहाँले आफ्नो शरीर थियो एकदम चोट पुर्याउनु भएको छ, कारण हाम्रो शरीर निको हुनलाई। आमेन। त्यही कारणले गर्दा हामीले यो कुरा चाहिँ विश्वास गर्नुपर्छ। त्यही कारणले गर्दा चङ्गाई धेरै महत्त्व छ। त्यही कारणले गर्दा म चङ्गाईले प्रचार गर्छु। त्यही कारणले गर्दा येशूले कोर्राको चोट खानु भएको। आमेन। त्यही कारणले गर्दा 1 पत्रुस 2:24 भन्छ, येशूले खाएको कोर्राको चोटले म निको भइसके। आमेन। भन्नुहोस् न विश्वास गरेर, येशूले खाएको कोर्राको चोटले म निको भइसके। आमेन। तपाईँलाई थाहा छ, यसै आगमवक्ताले 700 वर्ष पहिले नै आगमबानी गरेको थियो, तर अहिले तल आएर चाहिँ येशूले पुरा गर्नु भएको छ। अनि यो 1 पत्रुस 2:24 चाहिँ यो कुनै प्रतिज्ञा होइन। सुन्नुहोस् है, यो चाहिँ कुनै प्रतिज्ञा होइन, यो चाहिँ अलरेडी येशूले गरिसक्नु भएको काम हो। आमेन। त्यही कारणले गर्दा यसलाई चाहिँ विश्वास गर्ने लिने। येशूले अलरेडी कोर्राको चोट खाइसक्नु भएको छ। येशूले कोर्राको चोट खानुहुन्छ त्यो होइन, येशू आएर निको पार्ने कुरो होइन। हाम्रो कतिचोटि प्रार्थना कस्तो हुन्छ, ओ प्रभु यसलाई छोइदिनुहोस्, निको पारिदिनुहोस् भन्छ। हुँदैन त्यस्तो। मैले अस्ति विश्वासको बारेमा सिकाइरहेको थिएँ है। विश्वासको प्रार्थनाले के हुन्छ र, निको हुन्छ। आमेन। विश्वासको प्रार्थनाले चाहिँ निको हुन्छ। हत्र मिठो शब्दको प्रार्थनाले होइन, तर विश्वासको प्रार्थनाले। आमेन। अनि परमेश्वरको सोचमा चाहिँ हामी अलरेडी नै निको भइसकेको छौँ। आमेन। भन्नुहोस् न, चङ्गाई परमेश्वरको इच्छा हो। अलि जोडले भन्नु, चङ्गाई परमेश्वरको इच्छा हो। आमेन।
हामी लुका 22:41 मा हेर्यो भने चाहिँ त्यहाँ पाउँछ हामीले एकजना व्यक्तिको कान निको पार्नु भएको छ। सुन्नुहोस् है, यो एउटा स्टोरी छ, यता ध्यानसँग सुन्नुहोस्। चङ्गाई परमेश्वरको इच्छा हो। सुन्नुहोस् है, यहाँ के छ भन्दाखेरि लुका 22 मा यहाँ के छ भन्दाखेरि जब येशू ख्रीष्ट गेत्सेमनीको बगैँचामा हुँदै गर्दा येशू ख्रीष्टलाई गिरफ्तार गर्नलाई आएको छन् येशूको विरोधीहरू, क्रुसमा टाङ्नलाई चाहिँ येशूलाई गिरफ्तार गर्न आएको छन्। त्यो गर्दै गर्ने बेलामा चाहिँ त्यहाँ चाहिँ एकजना मान्छेले चाहिँ येशूलाई त्यो गर्न आउने बेला चाहिँ त्यो येशूको चेलाले चाहिँ पत्रुस भन्ने चाहिँ स्वाट, सुन्नुहोस् है, यता सुन्नुहोस्, सिमन पत्रुस चाहिँ तरबार झिकेर स्वाटै हानेर कान काटिदिन्छ। एकछिन सुन्नुहोस् है, म दामी कुरो भन्दैछु, कान चोट्टी पारिदिन्छ। तर येशूले के गर्नुहुन्छ, त्यो कान टप्प टिपेर उसको कानलाई निको पारिदिनुहुन्छ। आमेन। येशू ख्रीष्ट आफूले चाहिँ क्रुसमा टाङ्नले गिरफ्तार गर्न आउने दुश्मनलाई त उहाँले निको पार्नुहुन्छ भने तपाईँ अनि म चाहिँ उहाँको छोराछोरी के उहाँले निको पार्नुहुन्न? त्यही कारणले गर्दा म भन्छु कि चङ्गाई परमेश्वरको इच्छा हो। हालेलुया, भन्नुहोस् न, चङ्गाई परमेश्वरको इच्छा हो। चङ्गाई मेरो इच्छा हो। विश्वास गरेर भन्नुहोस्, यदि तपाईँ साँच्चै निको हुन चाहनुहुन्छ भने भन्नुहोस्, बाइक भन्नुहोस्, चङ्गाई मेरो इच्छा हो। चङ्गाई मेरो इच्छा हो। कमन कमन, चङ्गाई मेरो इच्छा हो। आमेन। उहाँलाई गिरफ्तार गर्न आउने उहाँको दुश्मनलाई त उहाँ निको पार्नुहुन्छ, तपाईँ र मलाई किन निको नपार्ने? कमन प्रिय, त्यही काम गर्दा चङ्गाई परमेश्वरको इच्छा हो। आमेन। अनि याद गर्नुहोस्, बिमारी परमेश्वरबाट आउँदैन। सुन्नुहोस् है, बिमारी परमेश्वरबाट आउँदैन। हामीले प्रेरित 10:38 मा हामीले यो कुरा पाउँछौँ, परमेश्वरले येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नु भयो। आमेन। सुन्नुहोस् है, यहाँ के भनेछ भन्दाखेरि परमेश्वरले येशूलाई, प्रेरित 10:38 मा परमेश्वरले येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। के को लागि? उहाँ सुकर्म गर्दै दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नु भयो भन्छ। आमेन। यसको मतलब चाहिँ रोग बिमार चाहिँ परमेश्वरबाट होइन, रोग चाहिँ बिमार चाहिँ शैतानबाट हो। रोग बिमार चाहिँ शैतानबाट आउँछ, परमेश्वरबाट बिल्कुलै आउँदैन। अनि परमेश्वरले जे बनाउनु भयो सबै राम्रो र असल बनाउनु भयो। आमेन। सुन्नुहोस् है, कतिले यो कुरा भन्छन्, परमेश्वरले मलाई बिमार दिएर बिमारद्वारा मलाई सिकाउनु भएको हुन्छ। यो बहुत मूर्ख त हो। हाम्रो परमेश्वर यति साह्रो जेन्टल हुन्छ कि उहाँले हामीलाई सिकाउनलाई पवित्र आत्मा दिनु भएको छ, रोग होइन। आमेन। ध्यानसँग सुन्नुहोस्, धेरै जस्तो पुरानो विश्वासीहरूले एकदम कान खोलेर सुन्नुहोस्, यता सुन्नु अनि के खोज्नु, सुन्नु ध्यानसँग, त जरुरी छ। रोग परमेश्वरबाट होइन, रोग शैतानबाट हो। धेरैले भन्छन्, कतिले मलाई केही बिमार निकै भएन, वर्षौँबाट निकै भएन, के भन्छ भने परमेश्वरले मलाई सिकाउनलाई भन्छ कतिचोटि। होइन, रोग परमेश्वरबाट होइन। भन्नु त, रोग बिमार परमेश्वरबाट हुँदै होइन, यो त दुष्टबाट हो। त्यही कारणले गर्दा विश्वास नगर्नुहोस् त्यो कुरामा। सुन्नुहोस् है, बाइबलले भन्छ परमेश्वरले जे पनि बनाउनु त्यो असल त्यो भन्नुहुन्छ। यत्रो ब्रह्माण्ड बनाउनु भयो असल त्यो, उज्यालो आँधेरो बनाउनु असल त्यो भन्छ। कुन चाहिँ दिन हो त परमेश्वरले रोग बनाएको, क्यान्सर बनाएको? अन्त कुन चाहिँ दिन हो यो परमेश्वरले धम्की बनाएको? कुन चाहिँ दिन हो त परमेश्वरले एलर्जी बनाएको? कुन चाहिँ दिन हो त परमेश्वरले भोकसँग दुलो पार्ने? त्यहाँ कुनै यस्तो दिन छैन जुन चाहिँ परमेश्वरले रोग र बिमार बनाएको। परमेश्वरले जे बनाउनु भयो अति दामी बनाउनु भयो। आमेन।
त्यही कारणले गर्दा हरेक रोग र बिमार चाहिँ शैतानबाट आउँदछ, परमेश्वरबाट होइन। आमेन। तपाईँलाई म अहिले याद गर्न चाहन्छु, तपाईँ हाम्रो चर्चमा हुनुहुन्छ, याद गर्नुहोस्। कोही कोही व्यक्तिले भन्ला बिमार परमेश्वरबाट, यो बिमारले चाहिँ मलाई परमेश्वरले सिकाउनु भएको उदाहरण के दिन्छन्? पावलको पनि काँडा भिजेतिर त्यो सधैँ बिमारी भयो, उसले चाहिँ परमेश्वरको इच्छा हो भन्यो भने होइन। यदि परमेश्वरको इच्छा हामीले रोगी बनाउनु थियो भने यसोले किन कोराको चोट खानु पर्यो? क्रुसमा झुन्डामा चाहिँ मार्दै हुन्थ्यो त। बाइबलले भन्छ येशूले खाएको कोराको चोटले म निको भए। आमेन। हुनेछु होइन, भइसके। हालेलुया। त्यही कारणले गर्दा रोग चाहिँ परमेश्वरबाट आएको होइन। आमेन। अनि रोग बिमार चाहिँ आदमको पाप पछि आएको। हेर सुन्नुहोस् है, सबै बिमार हाम्रो पापबाट नै होइन। सुन्नुहोस् है, कतिचोटि हामी भन्छन् ए मैले पाप गरेँ, त्यो गरेँ, त्यसपछि बिमार आयो, त्यो पनि हुनसक्छ। तर सबै बिमार चाहिँ हाम्रो पापबाट होइन। धेरै बिमार चाहिँ आदमको पापबाट आएको। आदमले जब पाप गरे, पापपछि चाहिँ बिमार फैलिन थाल्यो। तर परमेश्वरले महिमा होस्, आदमको पाप चाहिँ सारा मानिस जातिहरू सल्क्यो अनि मानिसहरू चाहिँ रोग बिमार हुन थाले, मर्न थाले, किनकि श्रापित हुन थाले। तर यी धन्यवाद, येशू ख्रीष्टले हाम्रो सारा आधारमा पापलाई लिइकन उहाँ क्रुसमा मर्नुभयो र फेरि गाडिनु भयो र फेरि 3 दिनपछि जीवित तोड्नुभयो। अहिले पिताको हातमा हुनुहुन्छ। हालेलुया। येशूलाई महिमा होस्। आमेन। दुष्ट आत्मा लागेको थियो भन्छ त्यसलाई। यसको मतलब हरेक बिमार चाहिँ दुष्टबाट आउँछ क्या, परमेश्वरबाट होइन। फेरि एकचोटि भन्नुहोस् त, रोग बिमार परमेश्वरबाट होइन। परमेश्वरले मूर्ख काम गर्नुहुन्न। रोग र बिमार दिएर हामीलाई सिकाउनुहुन्न। परमेश्वरले मलाई सिकाउनलाई, हामीलाई सिकाउनलाई पवित्र आत्मा दिनुभएको छ। आमेन।